हेलो एभ्रिवान साथीहरू, म चाहिँ यहाँनिर मङ्गलबारीमा छु, वेस्ट सिक्किममा होइन, झन्डै गान्तोक भनि पठाएन साथीहरू हो। अन्त म चाहिँ यहाँनिर मेरो साथीहरू यो पार्क एरियामा चाहिँ हेर्नुहोस् न, यस्तो दामी फुल फुलिरहेको छ कि तपाईँले देख्न सक्नुहुन्छ। यो फुललाई चाहिँ के भन्छ कमेन्ट गर्नुहोला। अनि एकदमै राम्रो सुन्दर दृश्य देखिरहेछ है साथीहरू। अनि यहाँनिर चाहिँ अन्य अफिसहरू पनि छ होइन। यो चाहिँ अफिसहरू हो सबै। हेर्नुहोस् न फुल साथीहरू, यस्तो मजाले फुलेको छ। दामी छ फुल। यहाँनिर चाहिँ पार्लर सलुनहरू छ। यो चाहिँ होटेलहरू हो, फास्टफुड क्यान्टिनहरू छ यहाँनिर चाहिँ। यस्तो छ, त्यस्तै छ मङ्गलबारी वेस्ट सिक्किम। हेलो एभ्रिवान, आज म चाहिँ यहाँनिर मङ्गलबारीमा आएको थिएँ पिएचसी हस्पिटलमा। अनि साथै यो चाहिँ बजार हो साथीहरू, यहाँनिर देख्न सक्नुहुन्छ तपाईँले। यस्तो छ बजारको एरिया चाहिँ। यहाँनिर चाहिँ हुनुहुन्छ मेरो मामा। मामा हेलो गरिदिनुहोस् न। हेलो हेलो। मामा हुनुहुन्छ यहाँनिर। तपाईँहरूले चाहिँ नि पार्किङमा गाडीहरू राख्नुभयो भने चाहिँ पार्किङहरू लिनुहुने चाहिँ मामा हुनुहुन्छ यहाँनिर। यस्तो छ यो पार्किङको नजारा चाहिँ। मामालाई चाहिँ राम्रो हेरिराख्नु चाहिँ यहाँनिर पार्किङ उठाउनुहुन्छ। उहाँ चाहिँ मेरो मामा हुनुहुन्छ। अन्त यहाँनिर गाडीहरू टन्नै रहेछ साथीभाइहरू। यस्तो छ है यहाँ बजारको नजारा यहाँ चाहिँ। अन्त हामी चाहिँ यहाँनिर को आएको थियो भनेर पनि देखाउँछु होइन। आजको वेदर चाहिँ दामी भएर छ साथीहरू, हेर्नुहोस् न कस्तो दामी देख्छ है। यहाँनिर छ मेरो छोरा। हेलो भनिदिनु भाइ। हेलो गरिदिनु। हेलो भनिदिनुहोस्। हेलो एभ्रिवान। यहाँनिर मेरो नाना हुनुहुन्छ। उहाँ चाहिँ प्रमिला नाना हो, मेरो नाना है। यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ। यहाँनिर यस्तो गाडी राख्छ है। यो चाहिँ पार्किङ एरिया हो बजारको मुनि। तपाईँहरू पनि आउनु भयो भने चाहिँ यहाँनिर गाडी राख्नुपर्छ होइन साथीहरू। कतिलाई त थाहा पनि होला होइन। वेदर चाहिँ आजको दामी छ। यस्तो छ मङ्गलबारी बजार चाहिँ साथीहरू। मैले मिनी भ्लग बनाएको। यो चाहिँ हाटघर हो। यहाँ माथि देखाउँछु ल साथीहरू तपाईँलाई। पहिला हाटघर चाहिँ यस्तो रहेको छ। तपाईँहरूलाई देखाउँछु म है डल्लै। यो चाहिँ हाटघर जाने जग्गा ठाउँ हो। हाटघर यस्तो छ बाटो चाहिँ। यहाँ पार्किङ एरियाबाट चाहिँ यसरी जानुपर्छ है। हाटघरहरू चाहिँ तपाईँलाई म डल्लै देखाउँछु। अन्त यहाँनिर चाहिँ मङ्गलबार मात्रै हाट लाग्छ है साथीहरू। अन्त यो हाटघर चाहिँ यस्तो छ। चाहिँ डल्लै एरिया हो हाटघर चाहिँ होइन। तपाईँहरू पनि आउनुभयो भने चाहिँ यहाँनिर यस्तो छ साथीहरू। एकदमै पिस खालके छ है। अहिले चाहिँ हाटहरू नलागेर, हाट लागेको बेलामा चाहिँ एकदमै रमाइलो हुन्छ। हाट लाग्छ सब्जी मन्डी हो यो चाहिँ। कालो हेर्ने यस्तो छ यो चाहिँ माथिको एरिया हो पार्क। पार्कमा चाहिँ देख्न सक्नुहुन्छ तपाईँले। यस्तो छ आई लभ मङ्गलबारी लेखेको छ। नजरियाहरू देख्न सक्नुहुन्छ। यस्तो छ पार्क चाहिँ साथीहरू, देख्न सक्नुहुन्छ। काम गर्नु हुँदै रहेछ। यस्तो छ
यहाँनिर सानो यो के रोपेको यो चाहिँ थाहा छैन है साथीहरू सिमेन्ट जस्तो रोपेको छ। अन्त यो चाहिँ मेन रोड हो। यहाँनिर चाहिँ पोस्ट अफिसहरू छ, यो स्टेसनहरू पर बजारहरू हो।